समयले पनि कस्तो नियम बनायो जहाँ छोरीले आफ्नो जन्मघर छोड्नुपर्छ र छोराले आफ्नै सपना छोडेर घरको भविष्य बोकेर परदेशिनुपर्छ। एउटी छोरी आमा बुबाको आँगन सम्झेर रुन्छे, एउटा छोरा त्यही आँगन बचाइराख्न आफ्नो खुसी बिर्सेर पसिना बगाउँछ। छोरीले बिदाईमा आँसु लुकाउँछे, छोराले फोनभित्रको मुस्कानमा थकान लुकाउँछ। दुवैको कथा फरक देखिए पनि पीडा भने उस्तै। आफ्नो भनिएको ठाउँमै सधैँ अलि अधुरो, अलि टाढा, अलि पाहुना भएर बाँच्नुपर्ने हो। कथा फरक होला तर त्यागको उचाइ उस्तै छ। छोरीले 2वटा कुललाई जोड्ने साहस राख्छे अनि छोराले 7 समुद्र पारी बसेर पनि घरको जग बलियो बनाउने सामर्थ्य राख्छ। यो केवल पीडा मात्र नभएर एउटा जिम्मेवारी पनि त हो। सायद यही जीवन हो, आफ्नाहरूको खुसीका लागि पाहुना बन्न स्वीकार नै पर्ने।